हेलो एभ्रिवान, नयाँ वर्ष 2082 सालको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यो नयाँ सालमा हजुरहरू स्वस्थ मस्त र व्यस्त रहनु, यही नै छ मेरो शुभकामना। आज पनि हामी न्यू इयर मनाउनको लागि मधुबनी धाम आएका छौँ। म दिदी अनि दिदीको छोरी भएर मधुबनी धाममा चाहिँ हामी नुहाउन गंगाजी नुहाउनको लागि आएका छौँ। मधुबनी धामको चाहिँ नाम चेन्ज भएर नृसिंह धाम भएछ। म चाहिँ मधुबनी नै भन्न रुचाउँछु। हामी पुग्दै गर्दा भक्तजनहरूको भिड थियो। भर्खरै मात्र एकजना दिदी नुहाउने क्रममा खोलाले बगाएछ। कृपया अलि सावधानी अपनाएर मात्र खोलामा जानुहोला। आफ्नो शरीरलाई नै जोखिममा राख्ने गरी धर्म गरेको के फाइदा। कृपया जो जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला। त्यसैगरी मधुबनी धाममा 108 वटा धारा पनि रहेको छ। म त्यसमा नुहाएर अब भने म मन्दिरतिर लाग्छु। त्यहाँ भजन चलिरहेको छ, एकछिन नाच्छु। त्यहाँ 108 शिवलिङ्गहरू पनि रहेका छन्। हामीले त्यसमा पूजा गर्यौँ। सधैँ जान नभए पनि नयाँ वर्षको दिन चाहिँ एकपटक जाम जस्तो लाग्छ र म सधैँ जस्तो गइरहेको हुन्छु भ्याएसम्म। अनि म हजुरहरूलाई त्यहाँ के छ भनेर देखाउँछु। पहिला यस्तो थिएन, अहिले चाहिँ विकसित भएर यति धेरै बनेछ। एकदम रमणीय छ, एकदम रमाइलो लाग्छ, आनन्द महसुस हुन्छ त्यहाँ गए पछाडि। एकचोटि हजुरहरू पनि अवश्य जानु, तपाईँले एकदम रमाइलो गर्नुहुन्छ। यो भनेको एकदम पिसफुल ठाउँ छ, एकदम आनन्द महसुस हुन्छ। यहाँ विभिन्न किसिमका मूर्तिहरू पनि बनाइएको छ। शिवजीको ठुलो मूर्ति पनि रहेको छ यहाँ। त्यसै गरी अहिले नरसिंहको मूर्ति पनि बनाइएको छ। यदि हजुरहरूलाई यो भिडियो राम्रो लाग्यो भने प्लिज लाइक, शेयर, कमेन्ट एन्ड सब्सक्राइब गर्न नबिर्सिनुहोला। थ्याङ्क यू सो मच फर वाचिङ। Once again, Happy New Year to all. Have a great year. Bye. See you.